आदरणीय दर्शकबिन नमस्कार। हामी जागृति मिडिया नेटवर्क बाट अहिले यो आज फागुन 21 गतेको प्रतिनिधि सभाको मतदान चुनावको लागि मतदान केन्द्रमा हामी यहाँ आइपुगेका छौँ। अहिले यो राजा को आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा उपस्थित छौँ र यहाँको अवस्था हामीले बुझेका छौँ। अहिले शान्तिपूर्ण तरिकाले यहाँको मतदानहरू भइरहेको छ र मतदाताहरू एकदमै उत्साहित भएर यो ठाउँमा आएर आफ्नो बहुमूल्य अधिकारलाई उहाँहरूले पुरै गर्दै हुनुहुन्छ र हाम्रो बिचमा के यहाँ जनहरू हुनुहुन्छ जसबाट हामीले केही कुराहरू उहाँ बुझ्नेछौँ यहाँको परिस्थिति कस्तो छ र उहाँले कस्तो अपेक्षा गर्दै हुनुहुन्छ आजको यस चुनावपछि। थ्याङ्क यू। र हाम्रो बिचमा हुनुहुन्छ आदरणीय सरलाई म बिन्ती गर्न चाहन्छु। हजुरको शुभ नाम? नमस्कार, मेरो नाम टेकराज जैसी हो। म चाहिँ नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 20 यो बाँके क्षेत्र नम्बर 2 को मतदाता पनि हो। ओके, धन्यवाद। र यो तपाईँलाई कतिको उत्साहित हुनुहुन्छ तपाईँ? हामी एकदम उत्साहित छौँ। मैले पनि आफूले पनि मतदान गरिसकेँ। चाहिँ म एउटा अपाङ्गता भएको व्यक्ति भएको हुनाले अपाङ्गता मैत्री चाहिँ लगभग राम्रो छ। अपाङ्गता मैत्री मतदान केन्द्रहरू बनाएको छन्। मतदान कर्मचारी पनि अपाङ्गता भएका व्यक्तिहरूलाई राम्रो व्यवहार गरेको मैले चाहिँ पाएको छु। अनि हाम्रो यो मतदान केन्द्रमा कति सङ्ख्यामा अपाङ्गता भएका हाम्रो व्यक्तिहरू हुनुहुन्छ? यो हाम्रो नेपालगञ्ज 20 मा चाहिँ सबभन्दा धेरै अपाङ्गता भएको चाहिँ सङ्ख्या छ। यहाँ चाहिँ 300 जना भन्दा प्लस अपाङ्गता भएका व्यक्तिहरू मतदाता हुनुहुन्छ। यसमा चाहिँ अलिकति यो क्षेत्रलाई अझै पनि जस्तो अपाङ्गता मैत्री बनाउनु पर्ने हो त्यो बनाएको अवस्था चाहिँ मैले देखेको छैन। अलिकति बाटो त्यस्तो छ हैन, शौचालयको व्यवस्था त्यस्तो छ, अलिकति गाह्रो अवस्था चाहिँ मैले देखेको छु। अवश्य पनि हामीहरूले आशा गर्छौँ कि अबको यो क्षेत्रबाट जित्ने जो प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ उहाँबाट तपाईँले कस्तो किसिमको अपेक्षा राख्नुभएको छ? अब जो यहाँबाट क्षेत्र नम्बर 2 बाट बाँके क्षेत्र नम्बर 2 बाट जसले जितेर जानुहुन्छ उहाँहरूले चाहिँ नि यो आगामी निर्वाचनमा जो स्थानीय तहको आउँछ प्रदेश सभाको निर्वाचन आउँदाखेरि यसलाई विशेष ख्याल दिनु पर्यो। यो वडालाई विशेष ख्याल दिएर यहाँ चाहिँ धेरै प्रकारको अपाङ्गता भएका व्यक्तिहरू छन्। त्यो किसिमको मतदान चाहिँ नि मतदान स्थल त्यो अपाङ्गता मैत्री बनाउनुपर्छ र अपाङ्गता भएका व्यक्तिहरू धेरै व्यक्तिहरूको मतदाता नामावलीमा नाम पनि छैन हैन। त्यस्ता व्यक्तिहरूलाई यो मतदान गर्न पाउने अधिकारबाट वञ्चित चाहिँ गर्नुहुन्न। एउटा कार्यक्रम गरेर हुन्छ कि कसरी हुन्छ? अब छुटेका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान गर्नबाट चाहिँ मतदान गर्ने अवसर चाहिँ दिनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद। र तपाईँलाई लाग्छ यो निर्वाचनले हामीलाई यो देशको एउटा निकास दिनेछ भन्ने हजुर त्यसमा विश्वास हुनुहुन्छ? एकदम। अब यो चाहिँ अब आज निर्वाचन भइरहेको छ, यसले चाहिँ पक्कै पनि देशले निकास पाउनुपर्छ भन्ने मलाई लाग्छ। हस्, धन्यवाद जैसी सर, थ्याङ्क यू। दर्शकबिन साँच्चै नै हामीले सुनेका छौँ उहाँ यो क्षेत्रमा विशेष गरी निर्वाचन भइरहेको छ र जनताहरू एकदमै उत्साहित साथ आफ्नो उहाँहरूले मतदान दिँदै हुनुहुन्छ, आफ्नो अधिकारलाई प्रयोग गर्दै हुनुहुन्छ। थ्याङ्क यू।